जय मसीहलाई सुसमाचार टिभीमा प्रभु यीशु ख्रिस्टको ड्याडी जोसेफ र आमा मेरियम जुन बेलामा बेथलेहम सहरमा जनगणना लिनको लागि जान्छ अनि त्यस ठाउँमा चाहिँ स्वर्गदूतहरूको एउटा भिजिट भएको हुन्छ र यसरी लेखिएको छ। त्यही इलाकामा गोठालाहरू थिए जसले चौरमा बसेर राति आफ्नो बगालको रखवाली गर्थे। परमप्रभुको एकजना स्वर्गदूत तिनीहरूका देखा परे र प्रभुको तेज तिनीहरूको वरिपरि चम्क्यो अनि तिनीहरू साह्रै डराए। तब स्वर्गदूतले तिनीहरूलाई भने, नडराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको समाचार सुनाउन आएको छु जो सबै मानिसहरूको निम्ति हुनेछ। आज दाउदको सहरमा तिमीहरूको निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो यीशु ख्रिस्ट प्रभु हुनुहुन्छ। तब एक्कासी ती स्वर्गदूतहरूसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो। परमप्रभुको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। जब स्वर्गदूतहरू तिनीहरूबाट विदा भएर स्वर्गमा गए तब गोठालाहरूले आपसमा भने, आओ हामी बेथलेहममा जाउँ र त्यहाँ घटेको यो घटना र प्रभुले हामीलाई बताउनु भएको कुरा हेरौँ। तिनीहरू आत्रिसाथ गएर मेरियम र योसेफ दुवैलाई बालकलाई चाहिँ डुरमा सुतिरहेको भेटाए। जब तिनीहरूले देखे यस बालकको विषयमा जे कुरा भनिएको थियो त्यो तिनीहरूलाई बताइदिएर गोठालाहरूले बताएको कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। आमेन।